So hi everyone, welcome to my new vlog. अनि आज चाहिँ दशैं हो. Happy दशैं all of you from me and my family. विजय दशमीको सबैजनालाई हार्दिक मङ्गलमय शुभकामना. अनि म चाहिँ अहिले ओखलढुङ्गामा छु. खासमा चाहिँ अरु पनि भ्लग गर्छु भन्ने थिए. अनि यतिकै गरिन दशैंको दिन मात्रै गर्छु भनेर. अनि म चाहिँ यहाँ भर्खर रेडी भए. बिहानभरि चाहिँ सबै कामहरु गरेर अनि बिहान पनि खिच्नु अब एक्लै भए खिच्नुलाई पाइन. अनि त्यही भएर अहिले चाहिँ म एकैचोटी रेडी भएर देखाउँदै छु तपाईहरुलाई. अनि म चाहिँ आउटफिट मेरो दशैंको मेरो आउटफिट यो लुगासँग चाहिँ मेरो एउटा के भन्नु स्टोरी छ. त्यो चाहिँ स्टोरी सक्सेस भएपछि म तपाईहरुलाई सुनाउँछु त्यो मेरो स्टोरी चाहिँ. अनि अरूहरु चाहिँ रेडी भइसक्नु भयो. अब सबैजना आदिहरु रेडी हुँदैछ. ओइ तिमीहरु बाहिर आइज न मिस्ली बाहिर. अनि आजको वेदर चाहिँ फेरि ओभर कस्तो घिनलाग्दो छ क्या गाइजहरु हेर्नु न. यस्तो छ जोतको वेदर क्या. ल यहाँबाट त केही देखिँदैन रहेछ. ए पानी परेर यस्तो छ है आजको वेदर चाहिँ. सबै बादल लागिरहेको छ वेदरहरु. सबै यो गाडीले भएर के पनि त देखेन. अनि ल अब एकछिनपछि भेटौँला. दिदी अझै रेडी नै भएको रहेछ. ओइ यता हेर त कस्तो राम्रो देखिरहेछ तँलाई. कुकुरा चाहिँ भन्नै बिर्सेको क्या साथीभाइहरु. एकजना के भन्छ अरे पहिला चाहिँ मैले रञ्जनालाई लिएर आएको थिएँ. यसपालि चाहिँ मैले मेरो बहिनीलाई लिएर आएको छु. अनि रञ्जनाको चाहिँ कामले गर्दाखेरि आउनु पाएन. तर ओभर मिस भइरहेछ रञ्जना. अस्ति नै रञ्जनासँग आउँदा चाहिँ डेली भ्लग गरेको थिएँ. अनि यसपालि चाहिँ गर्नु पाइन. अब धेरै अब आउने साथ बिरामी पनि भएर होला. अब खासै त्यतातिर ध्यान पनि गएन. अनि रञ्जनालाई चाहिँ मैले यही भिडियोबाट भन्न चाहन्छु धेरै मिस गरेको छु मैले. अनि मेरो मम्मीहरु अनि मेरो सानीले पनि ओभर मिस गरिरहेको छ रञ्जनालाई. के भन्नु ओइ रञ्जनालाई के अरु के भन्छ यो म धेरै याद आउँछ नि रञ्जनाको पनि. फ्ल्याङ्की थियो बोल्ने यता उता त्यही हो. मरो त्यस्तै हो पहाडको. छिटो यहाँ आइज त. यति नै धेरै यता गर्ने मरा रे. अनि फेरि नमस्ते सबैलाई नमस्ते गर्ने. ऊ मम्मीलाई दिदीलाई सबैलाई. कति रुपैयाँ पैसा हो भाइ यो? भाइ कति रुपैयाँ पैसा हो यो? यहाँबाट पल्लो साइड जान पनि गाह्रो हुँदैन. समस्या त्यही छ. अब गोली जानेको भएन. लु जाने यति जाने. चिसो त खानु हुँदैन छोरो. गोला तुई कि मात्रै कान्छे. तिम्रो सुम्नेमा
हाम्रो चाहिँ यहाँ फोटो सुट कार्यक्रम हुँदैछ सबैजनाको। ऊ चाहिँ मेरो भ्लगमा नयाँ हो। के भन्नु छ तिमीलाई? नमस्ते। हिरोइन पो हो नि त फेरि, सिङ्गलै फेरि। ऊ चाहिँ यता टिकटक बनाउँदै। हामी चाहिँ भर्खर फोटो सुट गरेर सक्यो। अब मास्टर घर टिकट आउनु जाने। सब्सक्राइब गरिदिनु न अङ्कल मेरो युट्युब। यहाँ चाहिँ सबैजनाले हेर्नु होला। BINIRAI। नेटै चलेको छैन। त्यही हो। म चाहिँ वर्ष दिनको भ्लगर है। म चाहिँ डेली हुँदैन वर्ष आयो। चिन्नु भयो अङ्कल मलाई? कुन हो? यही हो। खै मैले हेरौँ। सब्सक्राइब गर्छु मन। अब त्यही हो। अब त्यही के गर्नु पर्दैन फेरि। अल हो त्यसरी आफै आउँछ। वर्ष दिनको भ्लगर रञ्जनाले ओभर मिस गर्दैछ यहाँ एक्लै भएर। ल हामी चाहिँ अब टिका लाउन लाग्यौँ। कोसेली बोकेर कोसेली चाहिँ त्यहाँ छ। यस्तो छ है। यसले नि राम्रो देख्छ। मिसी मेरो 15,000 को लुगा। 15,000 अनि थम्स कि के हुन्छ नि त्यो के चाहिँ त्यो अगाडि राख्छ नि के भन्छ त्यसलाई? ए उयो के त्यसलाई के पो भन्छ मलाई नि भन्नु आएन। के भन्छ नि? हो त्यसमै 15,000 को ड्रेस पो हो त यो मेरो। नपत्ता बिल पनि देखाइदिन्छु सबैजना साथीहरूलाई। अहिले चाहिँ भर्खर बरु वेदर राम्रो देखियो अलिक। यहीँ घरमा उता हाम्रो त्यो फुपू पढ्नेको ऊ यहाँ त कोदै रहेनछ त मामा। अस्ति नै म यहाँ कोदो बारीमा झन् टिकटक बनाउनु पर्यो भनेको त। ल यो घरमा अब एकछिन यहाँ राम्रो। हामी चाहिँ आयौँ यो घरमा टिका लाउनु। आऊ मिसी छिटो। माथि चाहिँ दामी झर्ना खाएको दे न मलाई पनि। सुम्निमा कसको नानी हो यो? सुम्निमा भाउजू प्रतिज्ञा खोइ 30 वर्षसम्म उहाँसँग बारमै नै अब गेसोसम्म लाने अर्को रञ्जना भयो अघि नै उहाँ पुरा बाङबुङ के भनिन्छ रे? वाउ अब विवाह चलेमा कोही बान्तु बाँधेखेरि बाँदासम्म कोही बक्ति में ना हेरि पाति के अब त किन दिन चलेन गर्नु के न एकै दिन विवाह न मा एकै अब दाजु मा नि दिमदासी भएको खाया पिया चल दिया। अब बिन्देले कहिले लाने रहेछ बनाउँछ त्यो झर्ना त जानुपर्छ नि। झर्ना कहाँ? त्यो त्यहाँ घरदेखि यता घरदेखि त बाटो छ नि तर यस्तो राउन्ड लगाएर जानुपर्छ क्या त्यो झर्नामा चाहिँ। तर जानै पर्ने हुन्छ ऊ यो झर्ना ऊ भेराउन्ड बेसी जानुपर्छ। कोटालो सकियो। अब फेरि तल घर गएर भाडा माझेर अनि अरूहरू आउनुहुन्छ अनि चाहिँ पर मावली घर जाने टिको लाउनु। फेरि ऊ त्यहाँ हो कि
पर ठ्याक्क हो यही हो। अब चाहिँ हामी मामली घर टिका लाउन जान रेडी हुँदैछौँ। कोसेली बोकेर चाहिँ कोसेली हाई भन् हेलो हेलो भन् हेलो सबैजनालाई दिदीको भन् त भन् युट्युब च्यानलमा स्वागत छ। सबैले सब्स्क्राइब गरिदिनु होला। आयो लु जाउँ खोइ त अनि अङ्कल सधैँ जस्तो अरू बेला पनि हामी जहिले जाने भनेको चाहिँ राति नै हो। अब यताउता गर्दा गर्दै राति नै हुन्छ। यस्तो घुमेर जानुपर्छ क्या गाइजहरू, यस्तो घुमेर यहाँ जानुपर्छ, त्यसरी जानुपर्छ। अनि यसपालिको दसैँ चाहिँ हाम्रो यस्तै भइहाल्यो, हिले दसैँ भयो गाइजहरू। हेर्नु बाटो चिप्लो भने यहाँबाट कहाँ पुग्छ यति हिँड्दै स्याहास्या भइसक्यो। त्यस्तो छ बाटो चाहिँ। सो त्यही हो गाइजहरू, बाटो चाहिँ यस्तरी जानुपर्ने क्या, यताबाट एक राउन्ड लगाएर। अनि कि साथीभाइहरू म चाहिँ अब प्रायः जस्तो डेली भ्लग गर्छु भन्छु। अनि डेली भ्लग गर्नु चाहिँ खै के भयो भ्याउँदिनँ पनि होइन। अनि प्लस काम पनि भयो। अनि मैले अरू बेला पनि भनिरहेको हुन्छु अब कि त भ्लगलाई मात्रै कन्टिन्यू दिनु पऱ्यो कि त मेरो कामलाई मात्रै। त्यही भएर दुईतिर भएर चाहिँ अलिकति टाइम नमिल्दो रहेछ। अनि यसो कहिलेकाहीँ अब म के भन्छ अरे कता कता गयो भने चाहिँ मेमोरी क्याप्चर गर्नुको लागि चाहिँ म भ्लग गर्छु। अब प्रायः डेली लाइफको बारेमा त अपडेट गर्छु भन्छु। अब के हुन्छ गर्नै पाउँदिनँ क्या। अब अस्ति ठ्याक्क आएको बेलादेखिको म बिराम भएर स्टिल बिरामी नै छ अहिले पनि। अनि डेली गर्छु भनेको गर्नु पनि पाइनँ। फेरि अब यहाँनिर एउटा के प्रब्लम छ भने नेट प्रब्लम छ। अनि भ्लग बनाएँ अनि अपलोड चाहिँ म जहिले धरा नै गएर अपलोड गरिरहेको हुन्छु। त्यस्तो छ। त्यही भएर पनि बनाउने मन पनि हुँदैन के। अनि आज चाहिँ फेरि दसैँको चाहिँ अब एउटा के भन्छ त्यसलाई, त्यो मुमेन्टलाई चाहिँ क्याप्चर गरेर मैले गरेको हो खासमा चाहिँ। हो त्यहाँ पर हो यस्तो राउन्ड लाएर यताबाट। अब जुका त खै यस्तो धानबारीमा टिकटक बनाउनु भनेको त्यस्तिकै भइहाल्यो है। अब राति फर्किनुपर्छ। वेदर बिहान चाहिँ खासमा वेदरहरू यस्तो पानी परिरहेको थियो। अनि अहिले चाहिँ मजाको वेदर भइरहेको छ क्या, खुलेको। सो साथीभाइहरू त्यही हो। जे भए पनि अब कन्टिन्यू ल्याउनु नपाए पनि मेरो भ्लग हेरेर मलाई चाहिँ जे माया नमार्नु होला। किप लभिङ किप सपोर्टिङ गरिराख्नु होला। अब समटाइम्स आए पनि तपाईँहरूको माया साथ सपोर्ट चाहिँ अलवेज निड छ मलाई। गलेमा कसैले बोकेर लड्ने गरी एक दुई दिस भनेर त लड्छ भनेको कत्रो खोला हौ। कत्रो खोला तरेर जानुपर्छ यस्तो भन्दै। चप्पल भन्दा खुट्टा गाडी पुग्ने रहेछ। यो भने चप्पलले त नहुने रहेछ। अर्को चिप्लो भयो यो क्या, यो यसरी गएर बिचरा हिँड्नु पर्ने अवस्था चाहिँ अघि यो भयो नि त। यसरी बल्ल यहाँ आधी बाटो आइपुग्यौँ हामी चाहिँ। यस्तो छ बाटो, भिडियो बनाउँछु भन्दा पनि अब के भन्नु। कलकत्ता गएर पछाडिको मान्छे छ यस्तो लो क्वालिटी देखाएको के हो। भिड अब चाहिँ आइपुग्नु आँट्यौँ हामी। फाइनली हामी चाहिँ आइपुग्यौँ।
यस्तो अँध्यारै भइसक्यो फ्ल्यास लाइटै बाल्नुपर्ने अवस्था सासै बढ्यो हो है डर लाग्यो हान्छ कि क्या हो यो चाहिँ हाम्रो बाजेहरूको घर हो नानीको पनि हालेको हो त्यहाँ चार्जरहरू पनि छ एनसिएल चल्नु पर्ने थियो एनसिएल त जुगा अनिल आऊ मिसले कि रिसाउनु भयो क्या कि त टिका प्रोसेस तर दुःख कति पायो शुभकामना मङ्गलमयको लागि आजको लागि यसै गरी भेटघाट गरेर पर्वत माताले पनि सत्य ज्ञानी बुद्धिजीवी अकिलदारी र पनि सत्समुद्र पर्वत गौरव भएर असबद्धको लागि विषम भएर सञ्चार सुविस्ता हिँड्दा टेस्ट नलागोस् बस्दा नबिजाओस् र